नाता जोडेर मात्र हुँदैन, समझदारी पनि हुनुपर्दछ, समझदार पनि हुनुपर्दछ। छोराले आमालाई धेरै माया गरेका हुन्छन्। उनी काममा जान्छन्, घरमा सासु बुहारी बसेका हुन्छन्। साँझ पर्छ, बुहारीले सासु आमालाई आमा खाना हिँड्नुस् भन्दा सासु आमाले खान्न पनि भन्नुहुन्न, खान पनि जानुहुन्न। साँझ छोरा अफिसबाट आउँछन्। सबैभन्दा पहिला आमा हजुरले खाना खानुभयो भनेर सोध्छन्। आमा चुप्प लागेर बस्ने हो भनी छोरालाई लाग्छ मेरी श्रीमतीले यति बेला पनि मेरी आमालाई खाना दिइनन् भनेर उनीलाई श्रीमतीसँग रिस उठ्छ। तिमीले मेरो आमालाई यति बेलासम्म पनि खाना किन नदिएको भनेर दुईजनाको झगडा हुन्छ। झगडा हुँदा पनि नबोली बस्ने हो भने छोरा बुहारीको सम्बन्ध बिग्रन र बुहारीको सम्बन्ध आमासँग सासूसँग बिग्रनलाई धेरै समय लाग्दैन। छोराले आमा खाना खानुभयो भनेर सोद्धाखेरि बाबु मलाई त बुहारीले खाना खाम भनेकी थिइन्, मलाई भोक लागेको थिएन, तिमी अफिसबाट आयौ भनी तिनैजना सँगै बसेर खाउँला नि भनेर पर्खिरहेको बाबु भन्ने हो भनी त्यो छोरालाई आमाप्रति पनि कति माया, त्यो बुहारीलाई पनि सासूप्रति कति माया, त्यो छोरालाई पनि आफ्नो श्रीमतीसँग कति माया भन्नुस् त। सासू हुँ भनेर मात्र पनि हुँदैन, सासूले पनि धेरै कुराहरूको विचार पुर्याइदिनुपर्छ जो छोरा बुहारी आमासँग बस्नु भएको हुन्छ। नातो घरको काम गरेर मात्र पनि कहिल्यै हुँदैन। मैले सबै जानेकी छु, मैले दुःख गरेकी हुँ, मैले दुःख भोगेको हुँ, हाम्रो जमानामा यस्तो थियो त्यस्तो थियो भनेर अहिलेको बच्चाहरूलाई सुनाएर मात्र त्यो एउटा कथा मात्रै बन्छ। हामी सासूआमाहरू अहिलेको समयमा ढल्न सके मात्रै र हामीहरूले आफूलाई एउटा परिवर्तन आफूमा ल्याउने हो भनी मात्र अहिलेको बच्चाहरूसँग हामीहरू एडजस्ट गर्नलाई सकिन्छ। पहिलाको बुहारीहरूले धेरै सहन्थे किनभने उनीहरू पढालेखा थिएनन्, उनीहरूलाई त्यही किसिमको संस्कार मिलेको थियो। अहिलेको बुहारीहरू धेरै पढालेखा छन्, उनीहरूले शारीरिक मेहनत गर्न नपरे पनि मानसिक मेहनतहरू उनीहरूले गरि नै रहेका छन्। पहिला दुःख थियो, अहिले धेरै सुख सुविधा छ। हामीहरूले पहिलाको जमाना र अहिले जमानाको दाँजो गर्नु उचित हुँदैन। त्यही भएर परिवारलाई खुसी राख्नु छ र आफू खुसी हुनु छ भने एउटा कान बन्द गर्ने, एउटा मुख बन्द गर्ने, एउटा आँखा बन्द गरियो भने घर स्वर्ग बन्दछ, एउटा घर मन्दिर बन्दछ, एउटा घर शान्त वातावरणले भरिएको हुन्छ। स्वर्ग पाउनको लागि मर्नु पर्दैन। हामीहरूले यिनी नियमहरू सोच विचार पुर्याइयो भने घर स्वर्ग बन्दछ, नत्र भने नर्क बन्नलाई केही बेर लाग्दैन। नमस्ते।